आफ्नो विचार छ, हरेक कुरा छ। देशमा युवाहरू चाहिँ देश छोडेर चाहिँ आज तपाईँहरू यो महिना यहाँ बस्नुहुन्छ, भोलि तपाईँहरू नै विदेश जानुपर्ने अवस्था छ, विदेश दिनुपर्ने अवस्था छ। एउटा 20 रुपियाँको साबुनलाई अहिले हामीले 70 रुपियाँ तिरिरहेछौँ। 40 रुपियाँको चिउरालाई आज हामीले 140 रुपियाँ तिरिरहेछौँ भनेपछि यस्ता भ्रष्टाचार नियन्त्रण नभएको कारणले गर्दाखेरि अवृद्धि भइरहेछ होइन। हामीले थेग्न सकिरहेको छैनौँ, यो भारलाई हामीले थेग्न सकिरहेको छैनौँ। एउटा बच्चालाई पढाउनको लागि अहिले 10 रुपियाँ जाने कपीलाई 80 रुपियाँ तिरेर हामी आफै किनिरहेछौँ भनेपछि 5 रुपियाँको पेन्सिललाई 15 रुपियाँ हामीले नै तिरिरहेछौँ। मेरो विचार, मेरो भनाइ के हो भन्दाखेरि निजगढ नगरपालिकाका पब्लिकहरूलाई यस्ता खालको बोझहरू हामीले बोकाउनु हुँदैन र हामीले त्यो कार्य गर्नु हुँदैन भन्ने मान्यताका साथ यो आवाज बुलन्द भएको। अब यसलाई कोही कसैले राम्रो भनोस् अथवा कोही कसैले नराम्रो भनोस् होइन, त्योसँग मलाई सरोकार भएन होइन। सबैजनाले होइन ठिकै छ राम्रो हो भन्ने कुरा गर्नुहुन्छ भने इज ओके होइन। अब तपाईँले यो गलतै भन्नुभयो, गलतै गरिरहनुहुन्छ, गलतै भयो भन्ने कुरा हो भने पनि त्यो मैले भन्ने केही पनि होइन। तर सत्य तथ्य कुरालाई बाहिर निक्लिनुपर्छ, सत्य तथ्य कुरा बाहिर आउनुपर्छ भन्ने म त्यो संस्थामा भइरहँदा पनि मेरो पनि मान्यता त्यही हो। हिजो पनि मैले यही शब्द बोलेको हो, आज पनि यही शब्द बोलेँ र भोलि पनि मैले बोल्ने शब्द भनेको यही नै हो। मेरो छोरो स्वयं खाना दबाएर विदेशी रहँदाखेरि नेपालका चाहिँ चेलीबेटीहरू दिदीबहिनीहरू देख्नुहुन्न, हामी हेरिरहेछौँ सामाजिक सञ्जालमा कति रुवाबासी गरेर एउटा 2 महिना 1 महिना 6 महिनाको बच्चा यसरी चेपेर चाहिँ उहाँहरू विदेशी रहनु भएको छ। त्यो मरुभूमिमा गएर ती महिलाहरू सुरक्षित छैनन् त्यहाँ गएर पनि होइन। यस्तै दलालहरूको कारणले होला नि त त्यो पनि भएको। कसैलाई रहर हुन्छ त्यो त अब एउटा घटनाको प्रतिनिधि पात्र मात्र भयो यसलाई भनेपछि यो उहाँले थाहा पाएको कुरा नथाहा पाएको कुरा यहाँ नगरपालिकामा कति घुसखोरी भन्छ, कति छ। यो एउटा नगरपालिका सिङ्गो नगरपालिकाको मात्र कुरा होइन, वडामा तपाईँको चाहिँ कति घटना भइरहेछ। झ्यानचोडा मात्र बोर्डिङ कहाँ बोर्डिङ खनिरहेको छ यहाँ। खासमा बोर्डिङ खन्न दिनु नै एउटा गल्ती हो कि यो सिँचाइ परियोजना आइसकेपछि उहाँदेखि हाम्रो यत्रो पानी चल्छ त्यत्तिकै गएर तपाईँ माथि देख्नुहुन्छ भने त्यहाँबाट चाहिँ बिचमा खोलामा पक्कै खोलामा छैन। जुन बेलामा पानी चाहिन्छ त्यो बेलामा पानी छैन, जुन बेलामा पानी चाहिन्छ चौकी डुब्ने गरी दुनियाँ गएर पानी आउँछ। त्यो किन? त्यो हामीले कहिले विचार गरेका छौँ? तपाईँले हाम्रै छिमेकी यो बागमती यसको हेर्नुहुन्छ भने त्यहाँ चपुरभन्दा उतापट्टि यति मतलब बागमती भयो यति सिँचाइ आयोजना परियोजना छ, यति सिँचाइको लागि बजेट त्यहाँ मजाले बजेट तपाईँले हेर्नु छ भने त्यहाँको बजेट यति सिँचाइमा यति राम्रो तरिकाले लागेको छ। तर निजगढको अवस्थामा हेर्ने भने मैले त्यो कहिले पनि देखेन। एउटा पुलो बन्छ यहाँबाट उ त्यहाँसम्म बन्छ है, तपाईँले देख्नुभयो होला।